ल यो चाहिँ मेरो आफ्नो पुरानो घर हो यो हैन। कस्तो छ भने जमानाको चावर डन्डीको घर हो। जस्तै इक्जाम्पल ठाउँ ठाउँमा यो 12 को डन्डी जस्तो लाग्छ। जस्तै यो ठाउँमा यही एउटा मात्रै डबल उ छ, अन्त छैन हैन। अनि यता र यता चाहिँ भाँचिएको छ कि सानामा भाँचिएको छ हैन। यस्तो प्राय धेरै ठाउँमा छ हैन। अब यसलाई उठाउनलाई चाहिँ अब हैन कोप्लिङ गर्ने कि अब डन्डी कोलम फोडेर 5 इन्ची जति फोडेर अब माइक्रो कन्क्रिटिङ र एङ्करिङ के गरेर प्लेट हाल्ने गर्न मिल्छ के हुन्छ। एटलिस्ट अहिलेलाई चाहिँ मैले सबै डिटेल नापेको छ, मैले त्यही ग्रुपमा पठाएको छु हैन। यो पुरानो घरको हो, त्यो अगाडिको बाटो हो। यहाँबाट लगभग 4 फिट 5 फिट जस्तो यहाँ छ। यहाँबाट फेरि स्ल्याब पुर्सिन डाउन गरेर यस्तो सिस्टमको छ हैन। यसको सुरुमा एउटा लेभलको डिजाइन तपाईँलाई 3टा मास्टर बेडरुम टाइपको ठुलो साइजको रुम निकाल्नु पर्यो हैन। जस्तै यो चाहिँ लाइक पिलर ढलानै गरेर उठाएको माथि जस्ता हालेको छ कि। यसलाई पनि अब रुम बनाउनलाई चाहिँ अब कहाँ फोड्नुपर्छ मिलाउनु पर्छ राम्रो भन्छ। 2टा जस्तोलाई राखेर गराएको छ। ठ्याक्कै गल्ली सिस्टम हो। फेरि यो ठ्याक्कै गल्ली हो, 5 फिट लगभग गल्ली छ हैन। अनि जुन ठ्याक्कै योभन्दा यतापट्टि चाहिँ पछि थपेको हो। यो लाइनबाट जुन स्ट्रक भर्याङको मुनिबाट यता बाहिरपट्टि पछि थपेको, यतापट्टि चाहिँ नगर्ने केही पनि पनि राम्रो छैन जोइन्टहरू यसको। ठ्याक्कै यो एरियामा चाहिँ अब यो कस्तो छ भने यहाँबाट लगभग यति छोडेको छ। यहाँ त झ्याल हाल्नु मिल्छ गाउँ यसमा चाहिँ लगभग यहाँ 2 फिट जस्तो छोडेको छ कि। यहाँ यो क्यान्टिलिभर भयो, यहाँनिर चाहिँ वाल यसो लाउनु मिल्यो, झ्याल पनि राख्नु मिल्यो यसमा। यसमा चाहिँ मोस्ट प्रोबब्ली 3टा रुम जस्तो 3-4वटा 1 2 3 4वटा यो अलरेडी एक्जिस्टिङ छ। त्यसलाई मिलाउने गरेर निकाल्नु पर्ने छ। यसको राम्रो डिजाइन निकालेर गराउनु पायो भने नत्र यो 2टै रुम निकाल्दा नि हुन्छ ठुल्ठुलो। कसरी राम्रो बन्छ 3D गर्नु पर्यो भनेर अहिले त डिटेल डाइमेन्सनहरू दिएको छु। त्यो इभन मैले डन्डीहरूको कालो डटेड चाहिँ डन्डी भएको हो, नभएको डटेड चाहिँ त्यस डन्डी भाँचिएको वाला हो। सबैमा त्यस्तै सानो सानो डन्डीहरू छन्। त्यसको कन्फिगरेसनमा पठाइदिन्छु। लगभग त्यो 6-7 इन्चीको इन्टरभलमा डन्डीहरूको डिस्टेन्स छ, त्यो राख्दैछ हैन। अहिले आउटर लिएर प्लानिङ वाइज यसो गर्नु पाए सुरु गर्दै हुन्थ्यो। भित्रबाट 2टा झ्यालहरू छन्। यो सायद डिसमेन्टल गर्नुपर्ने हुनसक्छ कति भागहरू चाहिँ, तर गरिदिनु होला। हो त्यसमा 2टा झ्याल छ साइडपट्टि।